पहिला भन्दा कस्तो लाग्यो बल भनेको एकदम राम्रो नि पहिला भन्दा एकछिन टुडी र वागा ल काले डाउन केही भन्दै त सन्ताल बुढो हट के भन्नु हेलो गाइज वेलकम ब्याक टु माई च्यानल सो आजको भिडियो तपाईँहरूलाई स्वागत छ यदि तपाईँहरू मेरो युट्युब च्यानलमा नयाँ हुनेछ भने कृपया सब्सक्राइब गरिदिनु होला आज चाहिँ म फ्यामिलीहरूसँग यसो टुडी घुम्न आएको अनि धेरै पछि आयो तर लाइक आज चाहिँ यत्रो दिनपछि टुडी कस्तो भयो भनेर सबैजना हेर्नु होला म नि अब कति दिनपछि हेर्दैछु खास गरी टुडी चाहिँ अब अलिकति नजिकै पर्छ पहिला त टुडी भन्थ्यो अहिले त टुडी पार्क रे मान्छेहरू यस्तो छ कोही पछाडि छ अहिले चाहिँ देख्दैन अब चाहिँ हामी टक्क लाएर टुडी जानेछौँ सो फाइनली हामी टुडी आइपुग्यो यो चाहिँ टुडीको गेट हेर्ने यस्तो छ अहिले त यस्तो बारसार लागेछ अब पहिले त थिएन यस्तो डिजाइन हेर्ने छ यताबाट नि हेरिदिउँ आम्बु ठिक हो ल है तपाईँहरू नि घुम्न आउने भए यस्तो छ टुडी अब पहिला भन्दा त पुरै डिफ्रेन्ट भएको छ त्यो पनि केही छैन हेरौँ कस्तो हुन्छ आज चाहिँ अलिअलि मान्छेहरू घुम्न आउनु भएको छ ओइ उल्टो बस्यो ओ यो त राति क्या डरलाग्दो देख्छ है मूर्तिको डेट सकिसक्यो के डन्डा छिर गया अरे भाइ कुछ करो हट यसको नाम हो गोरेसा क्या हुनु के त जेम्स चकलेट पहिलाको युनिट त्यसको नाम हो मेरो नाम हो मैला के अरे अनिल कपुर ओ त्यो गाडी चाहिँ हामीले हिजो 5 रुपियाँमा किनेर ल्याएको थियो कस्तो लाग्यो कमेन्ट गर्ने 5 रुपियाँ है यो चाहिँ नि हिजो मात्रै बनाएको पोखरी कस्तो लाग्यो होला है गाइज कमेन्ट गरिदिनु होला यहाँतिर बाइक गर्ने आइरहेको हाम्रो टोली अलिकति ढिलो भइरहेछ क्या मात्र मजा आउँछ यो त त्यो के अरे यो फुलहरू पनि हिजो मात्रै रोपेको कति चाँडो फल्या हो यार यो के त त्यो रारा होइन त्यो उस छ नि रानी पोखरीको डुप्लिकेट होइन बिचमा त्यो भर्याङ पनि फाल्दियो के भन्नु छ तिमीहरूलाई डुङ्गा लिएर चाहिँ डुङ्गा त्यहाँ डुबिरहेछ यहाँ एक दिन नै डुङ्गा खराब हुन्छ यो पानी चाहिँ नि अमृत भन्छ यदि तपाईँहरूलाई पसलमा औषधि नपायो भने यही खाना चारैतिर भ्यू चाहिँ यस्तो बवाल छ है बिहान आयो भने त बवालै हुन्छ आज कस्तो लाग्यो तँलाई रमाइलो लाग्यो माइला कस्तो लागिरहेछ के लाग्यो घाम लागिरहेछ के लागिरहेछ ल अब अहिले फ्यामिलीहरू पुरै रूप भएपछि यसो माथि नि जान्छ माथि पनि भगवान्को मूर्ति छ बट यो चाहिँ अलिकति कस्तो लाइक पहिला पुरानो चाहिँ यो त पुरा हरियाली हुन्थ्यो साँच्ची के अरे यो त इभोल्युसनै हेरिसक्यो फर्स्टमा इनार थियो है पुरै ग्राउन्ड त्यो फोटोहरू हुनु पनि कुनै दायासँग फोटो छ क्या यो पुरानो थाहा छ स्कुलको ल्यापटप त्यसपछि यहाँ डोजरले खनेको बेला मैले फोटो खिचेको थिएँ पनि हरायो त्यसपछि पहिला यहाँ कस्तो हरियाली हुन्थ्यो अब अनि बिचमा कुवा जस्तै हुन्थ्यो अहिले त यस्तो छ दुईचोटि सफा गरी तिमी यति के भन्न चाहन्छ यस्तो फोहोर गरेकोमा खै कस्तो मान्छे यो मेरो प्रपर्टी होइन मैले सफा गरेको त जस्ट हबी है यस्तो फोहोर लागि सफा यसमा हाम्रो अब तपाईँहरू नि के भन्नुहुन्छ है कमेन्ट गर्नु अब यो सफा गर्नु त पर्ने हो अब जो पनि आउँछ फोहोर गर्छ कस्तो राम्रो देखिरहेछ ह्यान्डसमहरू
यो ह्यान्डसम नम्बर, यसको 2वटा गर्लफ्रेन्ड छ, त्यसको 5वटा गर्लफ्रेन्ड छ। यो क्यामेराम्यानको चाहिँ 10वटा हुन्छ मेरो त 10वटामा अलिक कम भयो। 20 प्लस 100 120 ल धेरै गफ भयो। सो फाइनली हाम्रो आज छ डनहरू। डन नम्बर गोरे कहाँ गयो? गोरे डन, यो हो गोरे डन, यो हो काले डन। काले डन के भन्दै त सन्ताल बुढो हट के भन्ने अब। यो चाहिँ लास्ट कमेडी गर्छ। अब के भन्ने, छोरो त मेरै रहेछ। यहाँबाट फोटो खिच्ने म त्यहाँ बस्न। वेट फोटो खिच्दैन अब, कति फोटो खिच्ने भाइ? के फोटो खिच्न अखिले 1000वटा फोटो खिचिसक्यो। टुडी बोट हाल्छु ल यसलाई टुडी। ल ल ल ल ल ल यो जुवाडीहरू जागे नि तास खेल्छ। ल म वागा ल ल मनी ल ल म किमताङ थिङ हाल्छु, किमताङ पुरै। एकछिन टुडी र वागा ल ल ल ल ल को टुडी को आगा ल तल यसले पुग्यो। पुग्दैन। टुडी र वागामा कसले जित्छ? ल एक कार ल वागाले जित्छ जस्तो छ है। सक्छ टुडीलाई सक्छ। ल टुडीले जित्यो। ल ल ल फेरि भयो छोडे। जागे नि तास खेलाएको छ जुवाडीहरू यत्रो बच्चा छ यसलाई फर्काउने। वर्ष अमृतै ठिको इफेक्ट। सो फाइनली हाम्रो फ्यामिली मेम्बरहरू आउनु भएको छ हो कि होइन कतरा? यस 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 यहाँ हेर्नुहोस् जनताहरू भर्खर आइपुगिरह। यो बच्चाहरू मात्ने हो यिनीहरू। टुडीमा है वेलकम टु जू। एज यु क्यान सी देयर इज लट अफ ब्ल्याक चिङपाङजी, व्हाइट चिङपाङजी। तपाईँहरू कति ढिलो हुनु भएको? के गरेर? टोरी घुम्न आएको। ओए यो त झन् लास्टै लास्ट राइज है सुन्तला चोर जम। हाम्रो आज यस्तो मामाश्री यस्तो ह्यान्डसम छ यार, बिचरा सिङ्गलै छैन। यहाँ हेर्नुहोस् यस्तो बथरहरू छ। यहाँ फोटो खिच्न चाहिँ ठिक्क हुने रहेछ है। अब फोटो त यार आज त 400-500 खिच्यो होला। मैले देखाएको फोटो यहाँ हो सबजना एउटा भर्याङमा बस्यो, तलबाट एकजनाले खिच्ने क्या है। हैन, यहाँ हो, यहाँ खनेको फोटो हो। यो मूर्ति चाहिँ कसरी बनायो? त्यहाँ फलाम चाहिँ मेरो गाउँमा भाइरल मूर्ति भन्न। भाइरल मूर्ति अहिले गइसक्यो, यसको डेट गयो। यहाँ हेर्नु यस्तो राम्रो छ, फुलहरू रोपेको छ भन्छ रिपोर्टरहरूले, तर कुनै ठाउँमा सुकेको छ। यो चाहिँ के हो? फुल रोपेको ठाउँ यही हो। वातावरण दिवसमा आएर यहीँ रोप्यो भने यहाँतिरबाट तल्लो यहाँ त्यो ल यसले फुल रोप्या हो, यसको लागि एउटा सब्सक्राइब गरिदिनु होइन। ओ यो फुल टिपे कारबाही गर्नुपर्छ। यसलाई कारबाही गर्नुपर्छ सबजना। यहाँ चाहिँ पातहरू छ अलिअलि सुकेको। यहाँ तल कुहिएको पातहरू हुन्छ नि त, त्यो कुहिएको पात लिएर पुरा यहाँ यस्तो मुस राख्छ। ल यहाँबाट चाहिँ यस्तो देख्छ टुडी। सिभिल सेन्स नो सिभिल सेन्स। हाम्रो नेपालीहरूलाई सिभिल सेन्स छैन। यो यस्तोहरू चाहिँ यहाँ यसरी राख्नु हुँदैन, यो किल्चिनु हुँदैन। सबैजनाले जान्दै गर्नु होला। यहाँतिर चाहिँ त्यस्तो धेरै पाउँछ। यहाँ हेर्नुहोस् प्लास्टिक, यो यस्तोहरू। ल यस्तै हो टुडी। यहाँ माथि मूर्ति छ, त्यसपछि हामी जानेछौँ। कस्तो लाग्यो मामा टुडी? टुडी बेस्ट। टुडी बेस्ट। पहिला भन्दा कस्तो लाग्यो? हल भनेको एकदम राम्रो नि। पहिला भन्दा हाम्रो जमाना के थियो र चौर थियो, हिलो हुन्थ्यो, सही त पैसा बिल्कुल सुकियो। तर आजकल है फोहोर नगरिदिएको भए राम्रो हुन्थ्यो है। पहिला त हामी 5, 7, 8, 9, 10 वर्ष उमेरमा थियो त कहाँ
सबजना माथि कुदिसक्यो ए फोजी ल त्यही त ग्यास्ट्रिक ल म चाहिँ माथि गएको अब जाउँ तपाईँ ए पाले बिले जानुहुन्छ यस्तो छ हेर्नुहोस् भर्याङ यहाँ जुत्ता फुकाल्ने अलिअलि हाइट देखेँ अलिअलि यसो डर लाग्छ होइन ओहो ल त्यो हो बेङरुङ नाम छ त्यो फासङ ओइ के भयो लड्लै त्यो हो देउराली यहाँ हेर्नु फोटो सेसन भइरहेछ यिनीहरूले त त्यस्तो नगर्न यहाँ मूर्ति अलिकति क्र्याक थियो क्या दामी हावा चलिरहेको ब्लगरहरूको कमी छैन हाम्रोमा होइन ल त्यो हो पाले टक्क लाएर पालिकादेखि कस्तो दामी छ अर्काले पैसा लिइदिन्छ भने दानपेटी हुनु लिइदिन्छ मामा नहाले यो साइडबाट यस्तो त्यहाँ चाहिँ गएर फलेक्ता त्यहाँ मान्छे हिमाल त यस्तो दामी देखिरहेको हेलो एभ्रिवान सो फाइनली हाम्रो टुडीको भ्लग यहीँ खत्तम हुन्छ भने सकिन्छ यहाँ हेर्नुहोस् अहिले चाहिँ यस्तो अँध्यारो हुनु लाग्छ फोटो सेसन पनि सकिहाल्यो सबजना जानलाई रेडी जाउँ है यहाँ अझै फोटो खिच्न पुगेको छैन सो थ्याङ्क यू फर वाचिङ आवर भिडियो अब यदि भिडियो मन पऱ्यो भने लाइक गरिदिनु सेयर गरिदिनु होइन यस्तै हो किप वाचिङ